जय मसीह। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन धेरै विश्वासीहरूको जीवनको हिस्सा हो, तर प्राय खुलेर कुरा हुँदैन। यो हो विश्वासको यात्रा। यो कसरी सुरु हुन्छ, कसरी यसको परीक्षा हुन्छ र अन्तमा यो कसरी परिपक्व बन्छ भन्ने बारेमा एउटा गहिरो विश्लेषण। हामी मध्ये धेरैले के सोच्छौँ होला हैन कि विश्वास भनेको एकदमै सोझो सजिलो बाटो। एकपटक यीशुलाई पाएपछि सबै कुरा सजिलो हुँदै जान्छ। तर के वास्तविकता साँच्चै त्यस्तै हुन्छ त? प्रायजसो यो यात्रा हामीले सोचेभन्दा धेरै जटिल र घुमाउरो हुन्छ। वास्तवमा विश्वासको जीवन एउटा सिधा रेखा जस्तो होइन। यो त विभिन्न चरणहरू पार गर्ने एउटा विकासात्मक यात्रा हो। कहिलेकाहीँ हाम्रो विश्वास एकदमै आनन्दित र बलियो महसुस हुन्छ, तर कहिले फेरि यो अलमलमा परेको र हल्लिएको जस्तो पनि लाग्न सक्छ। यो यात्राका मुख्य 4 चरणहरू छन्, जसलाई हामी एक एक गरेर हेर्नेछौँ। हामी आनन्दित सुरुवातबाट सुरु गर्नेछौँ अनि निराशा र सङ्कट हुँदै अन्तमा एक परिपक्व समझसम्म कसरी पुगिन्छ त्यो बाटो हेर्नेछौँ। ल आउनुहोस्, सँगै यो यात्रा सुरु गरौँ। एउटा कुरा बुझ्नु एकदमै महत्त्वपूर्ण छ। हरेक चरण मार्फत परमेश्वरले हामीलाई एउटा विशेष र महत्त्वपूर्ण पाठ सिकाउँदै हुनुहुन्छ। मतलब यो यात्राको हरेक मोड, हरेक उतार चढाउको पछाडि एउटा गहिरो उद्देश्य लुकेको छ। र त्यो केन्द्रीय पाठ के हो त? त्यो हो हाम्रो विश्वास मानिसहरू वा जीवनका परिस्थितिहरूमा आधारित हुनु हुँदैन। यो त केवल अनि केवल येशू ख्रीष्टमाथि मात्र निर्माण हुनुपर्छ। हो, यही सिद्धान्त नै यी सबै चरणहरूको आधार हो र यो सम्पूर्ण यात्राले हामीलाई यही सत्यतातर्फ डोर्याउँछ। ल अब पहिलो चरणमा डुबौँ है त, जहाँबाट धेरैको विश्वासको यात्रा सुरु हुन्छ। त्यो हो आनन्दित सुरुवात। जब एक व्यक्तिले पहिलो पटक सुसमाचार सुन्छ र येशूलाई आफ्नो जीवनमा ग्रहण गर्छ, हरेक कुरा सुन्दर र नयाँ महसुस हुन्छ। मण्डली एउटा अद्भुत ठाउँ जस्तो देखिन्छ। अरू क्रिस्चियनहरू एकदमै मायालु र दयालु लाग्छन् र सङ्गति न्यानो र स्वागत योग्य महसुस हुन्छ। आराधना र प्रार्थनाको त हरेक क्षण शक्तिशाली र जीवन परिवर्तन गर्ने खालको हुन्छ। यो आनन्द दाउदका शब्दहरूमा कति सुन्दर ढङ्गले झल्किन्छ। भजन सङ्ग्रह 122 को पद 1 ले त्यो सुरुवाती उत्साहलाई पूर्ण रूपमा बयान गर्छ। यो चरणमा विश्वास ताजा र उत्साहले भरिएको हुन्छ। तर याद राखौँ, यो यात्राको सुरुवात मात्र हो, गन्तव्य होइन। अब समय बित्दै जाँदा त्यो सुरुको उत्साहको रङ अलि फिका हुन थाल्छ। हेरौँ है त, यो यात्रा कसरी एक चुनौतीपूर्ण चरणमा विकसित हुन्छ। धेरै विश्वासीहरूले केही नसोचेका र असहज सत्यहरू देख्न थाल्छन्। बिस्तारै महसुस हुन थाल्छ कि हरेक क्रिस्चियनले हामीले सोचे जस्तो सिद्ध जीवन बिताउँदैनन्। विश्वासीहरूमाझ नै कुराकानी, ईर्ष्या, प्रतिस्पर्धा र मण्डलीमा विभाजन जस्ता कुराहरू देखिन थाल्छन्। कहिलेकाहीँ त क्रिस्चियनहरू र अविश्वासीहरूको जीवनशैलीमा कुनै फरक नदेखिँदा मनमा ठूलो चोट पर्न सक्छ। तर यो कुनै नयाँ समस्या होइन। प्रेरित पाउलले कोरिन्थीको मण्डलीलाई लेख्नु भएको थियो, तिमीहरूमाझ डाह र झगडा छँदैछ, के तिमीहरू सांसारिक भएनौ र? यो पीडादायी अनुभवले एउटा महत्त्वपूर्ण पाठ सिकाउन थाल्छ। हाम्रो विश्वास अरूको व्यवहारमा होइन, अर्कै बलियो जगमा बढ्नुपर्छ। र केही विश्वासीहरूका लागि त यो निराशा अझ गहिरिएर जान्छ र एक साँचो सङ्कटमा परिणत हुन्छ। यो त्यति बेला हुन्छ जब समस्याहरू साधारण विश्वासीहरूमा मात्र होइन, तर हामीले आदर गर्ने अगुवाहरूमा पनि देखिन्छ। यो विश्वासको यात्राको सायद सबैभन्दा कठिन र अँध्यारो चरण हुन सक्छ, जब धार्मिक देखिने अगुवाहरूले नै पाखण्ड, नैतिक पतन वा आफ्नो पदको दुरुपयोग गरेको देखिन्छ। तब मनमा गम्भीर प्रश्नहरू उठ्न थाल्छन् अनि विश्वासको जग नै हल्लिएको जस्तो महसुस हुन्छ। एक विश्वासीले सोच्न थाल्छ, यदि अगुवाहरू नै यस्ता छन् भने मैले के विश्वास गर्ने? वा के यो सबै विश्वास केवल एउटा नाटक मात्र हो? यस्तो अवस्थामा विश्वास थकित र बोझिलो लाग्न सक्छ। र दुःखको कुरा, धेरैले मण्डली छोड्छन् वा आफ्नो विश्वास नै त्याग्छन्। तर यो सङ्कट विश्वासलाई नष्ट गर्नको लागि मात्र आउँदैन, बरु परमेश्वरले यसलाई एउटा गहिरो र आधारभूत प्रश्न सतहमा ल्याउन प्रयोग गर्नुहुन्छ। यो यस्तो प्रश्न हो जसको सामना हरेक विश्वासीले आफ्नो यात्रामा एकपटक गर्नै पर्छ। त्यसो भए त्यो महत्त्वपूर्ण प्रश्न के हो? प्रश्न यो हो, के हाम्रो विश्वास मानिसहरूको सिद्धतामा बनाइएको थियो वा यो सुरुदेखि नै ख्रीष्टमा आधारित थियो? हो, यही प्रश्न नै सम्पूर्ण यात्राको निर्णायक मोड हो।
जो यो सङ्कटको बीचमा पनि परमेश्वरलाई खोजिरहन्छन् उनीहरूका लागि एक शक्तिशाली बोध वा भनौँ प्रकाश आउँछ र यही नै परिपक्वताको चरणको सुरुवात हो। यहाँ आइपुगेपछि एउटा गहिरो सत्य प्रकट हुन्छ। विश्वास मानिसहरूको सिद्धतामा होइन तर स्वयं येशू ख्रीष्टमा टिकेको हुन्छ। भजन सङ्ग्रह 118 को पद 8ले यही कुरालाई जोड दिन्छ। मानिसमा भरोसा राख्नुभन्दा परमप्रभुमा शरण लिनु उत्तम हो। जब यो सत्य मनमा स्पष्ट हुन्छ तब हाम्रो विश्वास अरू मानिसहरूमा निर्भर हुन छोड्छ र व्यक्तिगत रूपमा अझ बलियो बन्छ। हिब्रू 12 को पद 2ले हामीलाई हाम्रो ध्यान कहाँ केन्द्रित गर्ने भनेर निर्देशन दिन्छ। हाम्रो विश्वास सुरु गर्ने र त्यसलाई सिद्ध पार्ने येशूमा। ल अब हामीले सुरुदेखि अन्त्यसम्मको यो सम्पूर्ण यात्रालाई छोटकरीमा हेरौँ। यो परिपक्वताको चरणमा पुगेपछि एक विश्वासीले भन्न थाल्छ, मानिसहरू असफल भए पनि म ख्रीष्टलाई पछ्याउने छु किनभने मेरो विश्वास उहाँमा छ, मानिसमा होइन। भनेपछि विश्वासको यात्रामा प्राय यी चरणहरू समावेश हुन्छन्। सुरुवातको त्यो मिठो आनन्द, त्यसपछिको निराशाको पीडा, परीक्षाको गहिलो सङ्कट र अन्तमा यी सबैबाट निस्केको परिपक्व विश्वासको शक्ति। यो परिपक्व विश्वास अब परिस्थिति वा अरूको व्यवहारमा निर्भर हुँदैन। र यदि कसैले हाल निराशा वा अलमलको अनुभव गरिरहनु भएको छ भने एउटा कुरा याद राखौँ है, यो अन्त्य होइन। हुनसक्छ परमेश्वरले तपाईँलाई अझै गहिरो, बलियो र व्यक्तिगत विश्वासतर्फ डोर्याउँदै हुनुहुन्छ। मानिसहरू असफल हुन सक्छन्, अगुवाहरूले निराश पार्न सक्छन्, तर येशू ख्रीष्ट सधैँभरि विश्वासयोग्य रहनुहुन्छ। त्यसकारण हामी यहोशू 24 को पद 15 मा जस्तै विश्वस्तताका साथ घोषणा गरौँ कि अरूले जे गरे पनि हामी परमप्रभुकै सेवा गर्नेछौँ। अन्त्यमा यो प्रश्नमा मनन गरौँ, साँचो परिपक्वता मानिसहरूको सिद्धता खोज्नुमा छ वा ख्रीष्टको कहिल्यै नचुक्ने विश्वासयोग्यतामा आफ्नो नजर स्थिर राख्नुमा? आउनुहोस्, यो यात्रामा हामी कहाँ छौँ एकछिन सोचौँ।